हाई गाइज, आज म र सानाले चाहिँ चाउचाउ च्यालेन्ज गर्ने थियो, करेन्ट चाउचाउ कम्पिटिसन गर्ने थियो भनेको। 1 मिनट च्यालेन्ज गर्ने भनेको। हेर्नु न, टाइम देखाउँदैछौँ तर हामीलाई चाहिँ 2-3 मिनटै लाग्यो है। हेर्नु है, हाम्रो कस्तो आज सेट गर्नै आएन कि। वी आर ट्राइङ आवर बेस्ट। हेर्नु है, खायौँ त त्यो कोकले नै छेक्यो कि। ठिक छ, दिस इज आवर फर्स्ट टाइम। यो मुकबाङ भिडियो भनौँ कि के भिडियो भनौँ है। अब यसरी हामी चाहिँ डेली भिडियोहरू बनाउँछौँ। तपाईँहरूले हेल्प सपोर्ट गर्नु होला है गाइज। म र साना कम्पिटिसन गर्दा चाहिँ कोले चाँडो ल्याउने भनेर आज म मम्मीलाई पनि खानु है मम्मी भन्दैछु क्या। मम्मी चाहिँ सानाको खाएर चाहिँ मेरो पनि खानु भनेर भनेको। यस्तो मिठो भएको थियो गाइज। हेर्नु है, मेरो मम्मीलाई पनि करेन्ट चाउचाउ मिठो साग खाँदै हुनुहुन्छ मम्मीलाई। नआएर म नि हेल्प गर्दैछु गाइज। यसरी नै हाम्रो दिन छ। साना र म पुरै गरिरहेछौँ। कहाँ जान्न गाइज। हाम्रो भिडियोग्राफर चाहिँ एकदम खत्तमको भिडियोग्राफर पऱ्यो आज। त्यसलाई बिना पैसामा गरे भएर होला। अब नेक्स्ट टाइम चाहिँ यति पैसा दिएर पुरै गर्नुपर्ने। हेर्नु न, हाम्रो भिडियो पनि भएन। नेक्स्ट टाइम चाहिँ राम्रो हुनेछ गाइज। प्लिज सपोर्ट गरिदिनु होला। मलाई यो कन्टेन्ट क्रिएसन जर्नी चाहिँ बढाउनु छ। मेरो फेरि यस्तो बानी छ कि मैले युट्युबहरू पनि हेरेँ तर मलाई युट्युब हेरेर नि आइडिया खासै भएन क्या। मलाई चाहिँ कसैले सिकाउने मान्छे चाहिन्छ क्या। हुन्छ नि हातै समाएर। आई डोन्ट नो वाइ आम लाइक द्याट। मलाई चाहिँ एउटा क्लास लिऊँ कि हुन्छ नि कन्टेन्ट क्रिएसनको, अथवा यसरी नै बनाउँदै जाऊँ कि। मलाई भ्लग बनाउनु अल्छी लाग्यो। त्यही भएर आज चाहिँ खानाको स्टार्ट गरिरहेको हो। भोलिबाट सधैँ खानेकुराको आउँछ है गाइज। तपाईँहरूले हामी धेरै हामीले के अरे धेरै एक्सपेन्सिभ खानेकुराहरू अफोर्ड गर्न नै सक्दैनौँ। हुन्छ नि जे आउँछ त्यही। अब कन्टिन्यू आयो। मुकबाङ फर्स्ट डे भिडियो हो। साना जित्यो अरे। मलाई सानाले भन्दैछ सपोर्ट गरिदिनु होला। थ्याङ्क यू।